हेलो एभ्रिवान, वेलकम ब्याक टु माई स्याङ इन्फो च्यानल। सधैँको चाहिँ आज पनि एउटा नयाँ इन्फर्मेसन भिडियो लिएर आएको छु र आजको भिडियो चाहिँ अरू एप्लिकेसनमा युज गर्नुभएको पासवर्ड बिर्सिनु भयो र त्यो पासवर्ड कसरी पत्ता लगाउन सकिन्छ भनेर सोच्दै हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि हुनसक्छ। सो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यति भन्दै भिडियोलाई स्टार्ट गरौँ है त। सो साथीहरू, पहिला सुरु जीमेल एप्लिकेसन ओपन गर्नुहोस् अनि त्यहाँ राइट साइडको माथि त्यहाँ देख्न सक्नुहुन्छ। सो त्यसमा टच गर्नुहोला अनि त्यहाँ म्यानेज योर गुगल एकाउन्ट भन्ने देख्न सक्नुहुन्छ। सो त्यसमा टच गर्नुहोला अनि त्यहाँनिर तपाईँले सेक्युरिटी एन्ड साइन इन भन्ने देख्न सक्नुहुन्छ। सो त्यसमा टच गर्नुहोला अनि स्क्रोल डाउन गर्नुहोला अनि त्यहाँ देख्न सक्नुहुन्छ पासवर्ड म्यानेजर। सो त्यसमा टच गर्नुहोला सो यहाँबाट तपाईँले थाहा पाउनुहुनेछ। अब फर एक्जाम्पल यो connecttips.com को पासवर्ड हेरौँ है त। सो यसमा टच गर्नुहोला अनि गुगलको पासवर्ड माग्छ र यदि तपाईँलाई गुगलको पासवर्ड थाहा छैन भने कसरी फेरि रिइस्यु गर्न सकिन्छ भन्ने भिडियो मैले अलरेडी बनाइसकेको छु। मेरो त्यो युट्युबको लिङ्कमा गएर पनि हेर्न सक्नुहुनेछ र मेरो त्यो पेजको लिङ्कमा गएर पनि हेर्न सक्नुहुनेछ। अनि त्यसपछि अब यहाँ connecttips.com को अब हेर्नु पऱ्यो भने अनि यहाँनिर यसमा टच गर्नुभयो भने यसरी पासवर्ड देखाउँछ। सो साथीहरू, भिडियो कस्तो लाग्यो? यदि मन परेमा च्यानललाई लाइक, सब्सक्राइब, कमेन्ट गर्न नबिर्सनु होला। बाँकी अर्को नयाँ भिडियोमा भेट्ने नै छु। धन्यवाद।